अरूको बिजनेस राम्रो छ तर तपाईँले त्यही बिजनेस धेरै मेहनत गर्दा पनि ग्रोथ पाउनु भएको छैन। यसमा मेहनतसँगै वास्तु पनि एउटा कारण हुन सक्छ। नमस्ते, म रञ्जन पौडेल। आज म साधुबाटोमा रहेको एक थेरापी सेन्टरमा वास्तु निरीक्षणको लागि आएको छु। हामी जहाँ काम गर्छौँ, जहाँ समय बिताउँछौँ, त्यो स्पेसले हाम्रो माइन्ड, फोकस, एनर्जी र प्रोडक्टिभिटीमा सिधा असर गरिरहेको हुन्छ। यदि ठाउँको डिरेक्सन, प्लेसमेन्ट र एनर्जी फ्लो सही छैन भने काम राम्रो भए पनि ग्रोथ स्लो हुन सक्छ। वास्तुशास्त्रले यही कुरा बुझाउँछ। स्पेसभित्रको एनर्जीलाई सही तरिकाले ब्यालेन्स गरेर त्यसलाई सपोर्टिभ बनाउन पनि सिकाउँछ। यसको लागि ठुलो रिनोभेसन वा खर्चिलो परिवर्तन आवश्यक छैन। धेरैजसो अवस्थामा त साना साना सुधारहरू, सही डिरेक्सन, अलाइनमेन्ट र स्पेसको उचित व्यवस्थाले नै ठुलो चेन्ज बिजनेसमा ल्याउन सक्छ। जब स्पेस ब्यालेन्स हुन्छ तब काममा क्ल्यारिटी आउँछ, त्यसपछि फोकस बढ्छ र ओभरअल ग्रोथ पनि सहजै बढ्दै जान्छ। त्यसैले चाहे घर होस् या कुनै पनि बिजनेस स्पेस, यदि तपाईँ पनि राम्रो पोजिटिभ इन्भाइरोमेन्ट र सस्टेनेबल ग्रोथ चाहनुहुन्छ भने राम्रोसँग वास्तुविदसँग वास्तु सल्लाह लिनुहोला। धन्यवाद।